आउँदै हुनुहुन्छ, तर चाँडै आउँदै हुनुहुन्छ। तपाईँ र म चाहिँ अब तयार भएर बस्नुपर्ने अवस्था छ। तपाईँको विश्वासलाई पक्रिराख्नु भएको छ। यदि तपाईँले आफ्नो विश्वासलाई पक्रिराख्नु भएको छ भने निश्चय नै तपाईँ येशूसँग जानुहुनेछ। यदि तपाईँको विश्वास कायम छ, तपाईँ यो 21औं शताब्दीमा धेरै कुराहरू छन्, हामीले विश्वास गर्न नसक्ने कुराहरू छन्, तर येशूमा तपाईँको विश्वास कायम भयो भने येशू तपाईँलाई लिएर आउँदै हुनुहुन्छ। येशू नाम हो जो नाममा शक्ति छ। येशू नाम हो जो नाममा चंगाई छ। येशू नाम हो जो नाममा सबै कुरा छ। हालेलुया, छ कि छैन? सबै कुरा छ येशू नाममा। यदि येशू नाम तपाईँले लिनुभएको छ भने त्यही नाममा सबै कुरा छ। यही कारणले गर्दाखेरि हामी येशूलाई पछ्याइरहेका उहाँका छोराछोरी भनेर यस ठाउँमा आएका छौँ। अनि कतिजना खुसी हुनुहुन्छ आजको यो दिन परमेश्वरको भवनमा आउन पाउँदा? कतिजना खुसी हुनुहुन्छ? हालेलुया, सबैजनाले भन्नुपर्छ है हालेलुया। जति चर्को स्वरले भन्न सक्नुहुन्छ भन्नुहोस्। परमेश्वरको भवनमा जाँदाखेरि हामी एकदमै खुसी साथ आउनुपर्छ है। खुसी साथ, एकदमै पूर्ण साथ आउनुपर्छ। यदि कसैलाई तपाईँ आज भेट्दै हुनुहुन्छ भने, तपाईँलाई एकदमै मन परेको मानिसलाई तपाईँ भेट्न कहीँ जाँदै हुनुहुन्छ भने के हुन्छ? तपाईँ एकदमै चिटिक्क परेर, एकदमै सुन्दर भएर, एकदमै ह्यान्डसम ब्युटिफुल भएर अनि जानुहुन्छ भेट्नको लागि। अनि यसरी तपाईँ भेट्नुहुन्छ, यति खुसी हुनुहुन्छ कि यति खुसी हुनुहुन्छ कि तपाईँको खुसीको सीमै हुँदैन। त्यसै गरी आज पनि तपाईँ परमेश्वरको भवनमा आउनुभएको छ र तपाईँ खुसी हुनुपर्छ, उदास होइन। हालेलुया, तपाईँको अनुहारमा हाँसो हुनुपर्छ। हालेलुया, म खुसी छु। तपाईँको छेउको साथीलाई भन्नुहोस् कि तपाईँ खुसी हुनुहुन्छ? म त खुसी छु भन्नुहोस् न। आफ्नै छेउको साथीलाई नै गर्नुभयो, बातचितै गर्नु भएन, के भइरहेछ? आफ्नो छेउको साथीलाई भन्नुहोस्, दाजुभाइहरूले पनि भन्नुहोस्, दिदीबहिनीहरूले पनि भन्नुहोस् है। भन्नुहोस् है आफ्नो साथीलाई भन्नुहोस्, तपाईँलाई कस्तो छ? म त धेरै खुसी छु। हालेलुया, मलाई लाग्यो तपाईँ खुसी हुनुहुन्छ है। एक्साइटेड देखिनु हामीहरू खुसी हुनुपर्छ यसैको नाम। भले तपाईँको जीवनमा पीडा होला, कष्ट होला, समस्या होला, तपाईँ एकदमै चिन्तित हुनु होला, तपाईँलाई दुःख परेको होला, तपाईँलाई चाहिँ एकदमै गाह्रो अवस्था भएको होला तपाईँको जीवनमा। तर तपाईँ जब परमेश्वरको भवनमा आउनुहुन्छ, तपाईँले यो सोच्नुहोस् कि परमेश्वर मेरो साथमा हुनुहुन्छ। मेरो पीडा, चिन्ता, फिक्री सबै एकातिर छ, तर मेरो परमेश्वर मसँग हुनुहुन्छ। हालेलुया, तपाईँले यस्तो तरिकाले भन्न सक्नुभयो भने तपाईँको शान्ति तपाईँसँग रहन्छ। त्यो शान्ति तपाईँको जीवनबाट कहीँ पनि जाँदैन। तपाईँले त्यो शान्तिलाई पक्रिराख्नुहोस्। त्यो शान्ति केवल येशूमा मात्रै छ। येशूले तपाईँलाई शान्ति दिनुहुन्छ। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, आजको शताब्दीका मानिसहरू हौ हामी, 21औं शताब्दीका मानिसहरू हौ। एकदेखि स्टार्ट भएको 2-3 गर्दै 20औं शताब्दी पनि क्रस भइसक्यो र 21औं शताब्दीमा आज हामी छौँ। र 21औं शताब्दी यस्तो शताब्दी हो कि यहाँका मानिसहरूले सबैभन्दा बढी सुविधा उपभोग गरेको अहिले यो 21औं शताब्दीका मानिसहरू भएका छन्। 20औं, 18औं, 19औं, 15औं, 10औं शताब्दीका मानिसहरूले यस्ता सुविधाहरू देख्न सकेनन्। तर अहिले 21औं शताब्दीका मानिसहरूले सबै कुरा देख्न सकेका छन् कि यो शताब्दीमा परमेश्वरले तपाईँलाई मलाई राख्नु भएको छ। जुन शताब्दीमा हामी चाहिँ प्रार्थनाको योग
परमेश्वरका योद्धाहरू बन्दैछौँ। हालेलुया। प्रार्थनाको योद्धा, परमेश्वरको योद्धा बन्दैछौँ हामीहरू। र यो शताब्दी अझै कतिवटा शताब्दी आउँछ मलाई थाहा छैन कि कतिवटा शताब्दी पछि येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, तर चाँडै आउँदै हुनुहुन्छ। तपाईँ र म चाहिँ अब तयार भएर बस्नुपर्ने अवस्था छ। तपाईँको विश्वासलाई पक्रिराख्नु बेला भएको छ। यदि तपाईँले आफ्नो विश्वासलाई पक्रिराख्नु भएको छ भने निश्चय नै तपाईँ येशूसँग जानुहुनेछ। यदि तपाईँको विश्वास कायम छ, तपाईँ यो 21औं शताब्दीमा धेरै कुराहरू छन्, हामीले विश्वास गर्न नसक्ने कुराहरू छन्, तर येशूमा तपाईँको विश्वास कायम भयो भने येशू तपाईँलाई लिन आउँदै हुनुहुन्छ। हालेलुया। येशू तपाईँलाई लिन आउँदै हुनुहुन्छ। येशू तपाईँको राजा हुनुहुन्छ है। आज हामीले देख्छौँ हाम्रो देश नेपालमा राजा राजा भनेर गइरहेको छ, हो कि होइन? राजा राजा भनेर गइरहेको छ, तर आज हाम्रो एउटा सत्य र जीवित राजा हुनुहुन्छ, जो संसारको राजा हुनुहुन्छ। नेपालको होइन, संसारको राजा हुनुहुन्छ, उहाँ येशू हुनुहुन्छ। हालेलुया। सबैले भन्नुहोस् हालेलुया। राजालाई उचाल्नुहोस्। राजा हाम्रो को हुनुहुन्छ? येशू। सबैले भन्नुहोस् राजा हाम्रो को हुनुहुन्छ? येशू राजा हुनुहुन्छ। येशू राजा तपाईँ र मलाई लिन आउँदै हुनुहुन्छ। त्यसैले तपाईँ अब तयारी भएर बस्नुपर्छ। तपाईँको विश्वासलाई कायम राख्नुपर्छ। अब तपाईँ र मेरो विश्वास यही 21औं शताब्दीसम्म मात्रै हो। त्यसपछि अर्को शताब्दी आउँछ, त्यतिखेर हामी हुँदैनौँ। याद गर्नुहोस्, 21औं शताब्दी यही 21औं शताब्दीमा मात्रै तपाईँ र म हुन्छौँ। त्यसपछि अर्को शताब्दीमा हामी हुँदैनौँ, किनभने अर्को शताब्दी अर्कोले ह्यान्डल गर्छ। तर यही शताब्दीमा परमेश्वर येशू ख्रीष्ट तथा आउन पनि सक्नुहुन्छ, किनकि हामी भनेको अन्तिम घडीमा छौँ। किनभने मानिसहरूले येशू ख्रीष्टलाई 2000 वर्ष अगाडिदेखि बोलिरहेका छन्। उहाँ आउँदै हुनुहुन्छ। तपाईँ र मलाई लिन आउँदै हुनुहुन्छ र हामी 21औं शताब्दीमा आउँदाखेरि पनि भनिरहेका छौँ अब येशू आउँदै हुनुहुन्छ र येशू आउनु भएपछि के तपाईँ छोडिनु भयो के हुन्छ? त्यसैले तपाईँ र म चाहिँ विश्वासलाई थामी राख्ने, अगाडि नहर्ने, पछाडि नहर्ने, तर परमेश्वरको वचनमा हेरिरहने र परमेश्वरको वचन अनुसार जिइरहने उहाँका छोराछोरी भयो भने तपाईँ र म येशू राजासँग हुनेछौँ। हालेलुया।